सम्पूर्ण मेरो युट्युब च्यानलका सब्सक्राइबर तथा अनसब्सक्राइबरहरूलाई धेरै धेरै वेलकम भन्न चाहन्छु। यो चाहिँ चितवनमा रहेको बसेनी भन्ने ठाउँमा रहेको हाट बजार हो। यो चाहिँ हरेक हप्ता मङ्गलबार र शुक्रबार लाग्ने गर्दछ। यहाँ चाहिँ विभिन्न किसिमको मेला जस्तो के पुरै हुन्छ नि, मेला जस्तो टाइपको हरेक किसिमको सामानहरू पाइने के। चट्ट लाएर म ट्रेनिङ सकेर आएको थिएँ, अनि यहाँ झिलिमिली देखेर टक्क लाएर स्कुटर पार्क गरेर अनि चट्ट लाएर छिरेँ है। आहा, जे भने त्यही पाइने कि। सस्तो 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 भनेको छ, यतिमा आउनुहोस् लिनुहोस् भने 100 रुपियाँको 2 केजी भनेको छ, 200 रुपियाँको 2 केजी भनेको छ। त्यस्तो दुनियाँ दिवाना भनेको छ। फलफुल भने फलफुल छ, हरेक कुरा छ कि त्यो यो हाट बजारमा कि होइन। तरकारी छ, प्याज लसुन काँक्रो साँक्रो सबै छ। भाँडाकुँडादेखि लिएर कपडादेखि लिएर होइन सबै छ कि। यो चाहिँ मलाई चितवनको एकदमै राम्रो लाग्ने पोइन्ट हो होइन। यो हाट बजारमा चाहिँ यो मङ्गलबार र शुक्रबार चाहिँ मान्छेहरू धेरै भेला हुने गर्दो रहेछ होइन। आहा, कति राम्रो मुला, अनि मुला पनि यसो हेरेँ मैले, क्या राम्रो लाग्यो मलाई होइन। अनि यसो हेरेँ, अनि ट्याक्कै हेरेर राख्दै मात्र किनिनँ होइन। अनि फेरि सर लाएर हिँड्दै गएँ हेर्दै हिँडिरहेको छु कि म चाहिँ आज भिजिट मात्र गरेको चट्ट लाएर। अनि हिँडिरहेको थिएँ म पुरै चट्ट लाएर। अनि यो दिदीले, ओहो दिदी बोडी त काइत्ता रहेछ, मलाई सासु आमाले सुकुटी पठाइदिनु भएको छ, सुकुटी चाहिँ खानु पऱ्यो, बोडी हालिदिनु नि त ल मलाई भने मैले। ल हुन्छ त ल हुन्छ भनेर भनेर एक मुठा बोडी मैले निकालेँ। ल यो जोगिदिनुहोस्, ल 100 रुपियाँको बनाइदिनुहोस् त भनेको त चट्ट लाएर उहाँले एकपट्टि बोडी च्याप्प जोग्नुभयो, ट्याक्क लाएर। अनि 100 रुपियाँको बोडी चाहिँ मैले लिइहालेँ, किनकि मलाई यो बोडी र सुकुटी खानु थियो होइन। त्यही भएर उहाँले टक्क लाएर बोडी प्याक गरिदिनु भयो, चट्ट लाएर 100 रुपियाँको बोडी होइन। 100 रुपियाँको बोडी कति धेरै। आहा, अनि मैले ट्याक्क पैसा दिएँ उहाँलाई, उहाँले खुसी हुनुभयो, ट्याक्क मैले लिएँ। फेरि म भिजिट गर्दै हिँडेँ होइन। पुरै तरकारी फ्रेस तरकारीहरू कि, सबै फ्रेस तरकारीहरू। बजारमा भन्दा चाहिँ यहाँ धेरै सस्तो पाइन्छ यो हाट बजारमा। त्यही भएर मान्छेहरूको भिड लाग्ने रहेछ। मैले यसो बुझेको अनुसार चाहिँ बजारमा भन्दा चाहिँ यहाँ चाहिँ अलि सस्तो अनि फ्रेस पाइने भएकोले चाहिँ मान्छेहरूको भिड हुने रहेछ यहाँनिर भन्ने कुरो बुझ्यो। अनि म यसरी फेरि अन्तिमसम्म पुग्दिनँ त भन्दै हिँड्दै गएँ, किनकि म ट्रेनिङबाट फर्किँदाखेरि रात परिसकेको थियो। अनि अलि अँध्यारो भइसकेको थियो र मेरो भिडियो राम्रोसँग क्लियर पनि देखेको थिएन। अनि त्यही पनि हेरिदिनु होला भिडियो। आहा, हेर्नुहोस् त, हरियो साग, कति राम्रो साग। आहा है, सबै छ। आहा, जे किन्न मन लाग्छ कि तपाईँको। अमला किन्न मन लाग्ने छ, अमरा किन्न मन लाग्ने छ, काउली बन्दाको त कुरै छोडिदिउँ, प्याज स्याजको त कुरै छोडिदिउँ, सबै पाइन्छ यहाँ। हरेक किसिमको के अरे पिँडालु धरी पाइन्छ रहेछ, पिँडालु धरी पाइँदो रहेछ। यी मसलाहरूदेखि मसला पनि पाइँदो रहेछ है। तर मेरो भिडियो चाहिँ अलिकति मैले फ्ल्यास नबालिकन क्लिक गरेको भएर चाहिँ अलि अँध्यारो टाइपको आएको रहेछ। तर केही छैन, यो मैले हाट बजार मात्रै देखाउन लागेको हो। किनकि चितवनमा बस्ने मानिसलाई त सबैलाई थाहा छ, चितवनभन्दा बाहिर विदेशमा आउनुहुने मेरो साथीभाइहरूलाई चाहिँ मैले विशेष गरी यो भिडियो बनाएको हो है। यस्तो रमाइलो कि, चट्ट जात्रै लागे जस्तो कि। हेर्नु न है, जतासुकै पसलै पसल, काहीँ च्याउको पसल, काहीँ माछाको पसल, काहीँ मासुको पसल होइन, काहीँ तरकारीको पसल, काहीँ केको पसल। ओहो, फेरि मलाई यहाँनिर के किनौँ भयो, पैसा थियो मसँग नि। फेरि खल्तीमा 450 रुपियाँ पैसा थियो होइन। ओहो, 450 त धेरै हो। के आउँदो रहेछ 450ले भनेर 100 रुपियाँ त बोडी किनेर गइसक्यो होइन। अझै मसँग छ 350 जति पैसा छ, 350 पैसा छ भन्ने कुरो भयो। अनि म गइरहेँ चट्ट लाएर हिँड्दै। पुरै मानिसहरूको भिड छ कि, भिड छ, पसल छ चट्ट लाएर।
आहा मानिसहरू वाकिङ इभिनिङ वाक हिँडे जस्तो नि भइरहेछ, घुमे जस्तो नि भइरहेछ। कोही मान्छे यति घुम्न पनि आइरहेको छन्, कोही मान्छे मङ्गलबारदेखि शुक्रबारसम्मको रासन लिनको लागि आउने गर्दा रहेछन्। प्रायः शुक्रबार लाग्छ नि त फेरि 8 बजार, त्यही भएर चट्ट लाएर यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई। यो चितवनको यो हाट बजार ल्याउने मानिसलाई पनि धेरै धेरै धन्यवाद होइन। यस्तो राम्रो हाट बजार ल्याइदिनु भएको कारणले गर्दा नै मानिसहरूले सस्तो राम्रो सामानहरू पाउनुभयो। अनि मैले यसो यहाँनिर चप्पल हेरेको थिएँ छोरीको लागि, तर एउटा पनि ठिक देखिनँ अनि मैले किनिनँ। अनि त्यसपछि म फेरि यता गएँ। अब मलाई खासै म कट्टु मात्र लगाएर आइरहेको थियो, चिसो बढिरहेको थियो, जाडो भइरहेको थियो होइन, चिसो थियो मौसम। मानिसहरू चाहिँ ड्यामडुम ज्याकेट लगाएर हिँडिरहेको थियो। म चाहिँ माथि चाहिँ ज्याकेट लगाएको थिएँ, तल चाहिँ कट्टु लगाएको थिएँ, त्यही भएर जाडो भएको थियो। अनि यसो हेरेको त लोकल काँक्रो देखेँ फेरि, ओ माई गड, ल दाइ जोगिहाल्नुहोस् भने मैले। दाइले जोगिदिनु भयो। कतिको भनेको 70 है कति रुपियाँ भन्नुभयो दाइले फेरि। ल ठिक छ, ल ओके, ल पियो लोकल हो नि भनेको लोकल हो भन्नुभयो। अनि मैले लिएर हिँडेँ काँक्रो। अनि यतापट्टि आएको त फेरि लप्सी देख्छु मैले त। ओहो, यो लप्सीको त साह्रै मिठो अचार हुन्छ। यसलाई अचार बनाउन जाने भने त सुनिता दिदीले मिठो अचार बनाउँछन् भनेर मलाई थाहा छ। फेरि ल यो पनि 50 को हालिदिनुहोस् भनेर फेरि 50 को हालेँ। 2-4वटा गेडा बढी नै हालिदियो। ल लिनुहोस् भनेर दिनुभयो। मैले पैसा चट्ट दिएँ होइन। अनि चट्ट लाएर यो दिदीले नि के दिइरहनु भएको थियो फेरि, आउनुहोस् प्याज टमाटरहरू होइन यताउति दिइरहनु भएको थियो। पुरै के उहाँको व्यापारिक ग्राहक तान्नलाई दिइरहनु भएको थियो। अनि राम्रो अम्बा देखेँ, अम्बा पनि किनेँ मैले। पैसा अब सकिन लाग्यो, 2टा अम्बा किनेँ मैले होइन, 2टा अम्बा किनेँ। अनि त्यसो अब चाहिँ जाडो भयो, अब चाहिँ फर्किनुपर्छ बिस्तारै भनेर म ब्याग हुँदै आएँ, बिस्तारै आएँ होइन। ठेलै छ, पसलै पसल छ। अनि यता पार्किङ छ फेरि, पुरै छुट्टै पार्किङ छ। अनि मैले चाहिँ मजाले 450 को सब सकिने गरेर झोलाभरि सपिङ गरेँ, चट्ट लाएर है। 450 पनि झोला भरियो कि अब कि 1000 रुपियाँ लिएर गएको भए त ट्रकै भरिन्थ्यो होला। अनि मेरो स्कुटर यहाँ पार्किङ थियो। अनि मैले ट्याक्कनिर त्यहाँनिर जुनाएँ होइन। धान्दैन जस्तो लाग्थ्यो, तर फेरि धान्छ भनेर फेरि यहाँ राखेँ। अनि म सारा लाएर घरतिर आएँ भन्दै मेरो यो सानो मिनी ब्लग हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। फेरि पनि नयाँ भिडियो आउनेछ भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु। यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला, किनकि सब्सक्राइब र कमेन्ट गऱ्यो भने चाहिँ यसो भिडियो बनाउन मन लाग्ने रहेछ। नत्र त भिडियो बनाउन फिटिक्कै मन नलाग्ने रहेछ। हेर्नुहोस् है त, बाई।